हेलो हेलो गाइस सबैजनालाई नमस्कार। यो रामपुर जाने बाटो है। यता तल महेन्द्र हाइवे भने यता चाहिँ रामपुर जाने बाटो हो यो। म भाइलाई लिन जाँदैछु। भाइ गाउँ गएको छ है। अब त्यहाँ गाउँबाट गाडी नआएर अहिले चाहिँ अब भाइलाई लिन जाँदैछु गाइस है। ल म बतासा भन्दा यता वारा आइसकेँ गाइस। यो ढाडको बाटो भन्छ यसलाई, ढाडको बाटो है यो है। यो आरुङ खोला भनेको यो है, आरुङ खोला भनेको यो गाइस है। यो हेर्नु है, ल हेर्नु अरुङ खोला। यहाँ माछा ठुल्ठुलो माछा पाइन्छ यहाँ है, पाउँछ है। पुरै जङ्गल छ गाइज है। नेपालको सम्पत्ति भनेको यही डाँडा काँडा है, वन जङ्गल। हरियो वन नेपालको धन भन्छ नि, यही हो। त म अब यति बेला राईकोटेको नजिक आइपुगेँ म। ढाडको बाटो भनेको यही गाइस है। रामपुर यही बाटो जान्छ है गाइस है। ल हेर्दै गाउँतिर माछा यसरी मार्छ है, माछा यसरी मार्छ गाउँतिर। कति धेरै माछा लिएको माछा हेरेर सबै मार्छ है। ल हेर्नु ढुङ्गा हान्यो अनि हान्छ अहिले, हान्छ अहिले हान्यो होला हान्यो अब है। ल हेर्नु टाउकुलो गाईलाई भित्र पानीभित्र हेरेछ माछा। यो रामपुर जाने गाडी है गाइस। यो दौड आउँदैछ जाँदैछ है। यो माछा अरुण खोलाको माछा, यो खोला माछा होइन। गाडी गयो दुईटा गाडी गयो सामान लिएर। यता चाहिँ राईकोटे आउनै लागेँ म त है गाइस है। यो गाउँ है, यो गाउँमा यो पछिको गाउँ चाहिँ राईकोटे। म राईकोटे गाउँ भन्दा यता आइसकेँ गाइस है। यो गाउँ चाहिँ राईकोटे हो, राईकोटे यो गाउँ है। अब यहाँ आइसकेँ म। भाइ पनि आउन लाग्यो भेट्नलाई है भाइलाई। भाइ त्यहाँ बाटोमा आउँदैछ, यो डाँडा उतापट्टि भाइ आउँदैछ है गाइस है। जलुके पुग्न लाग्यो म, जलुके। खतरा छ बाटो है, रामपुर जाने बाटो खतरा छ है। ल गाइस फाइनल्ली भाइसँग भेट भयो है। भाइले यहाँ भेटियो, यो पारिएको मित्तेल है, यो मित्तेल बजार हो त पारिएको। के छ तिम्रो खबर? एकदम ठिक छ यार। ठिक छ नि एकदम। हिँड्दै आएको यार। के ल्याएछ? माल छ माल। खानुहुन्न। अरू के छ? यसो यहाँ बुकाको मासु छ। खसीको? ल बाटोमा हान्नुपर्छ त्यहाँ उता है, ल खोलामा है। ल त्यो झन् गोरु भएको छ पाहाड गएको त। तिर्खा डेन्जर हुन्छ नि त। यो गेजत्तर रहेछ यो है, गेजत्तर गाउँ रहेछ कि यो। पुरै डाँडा छ। माछा मार्ने भाइहरू चाहिँ यहाँ आइसके गाइस। माछा मार्ने भाइहरू यहाँ आइसक्यो। गएर माछा उडी ककरङ छ अरे। गाउँ दिशा लगाउनु यार। ढुङ्गाले हान्ने अनि हान्ने। ल गाइस यहाँ पानी खान लाग्यो है।
पानी खान पर्यो पहाडको झरनाको पानी चिसो चिसो हुन्छ गाइस है ओहो डेन्जर छ हत त्यसले खा आम्मामामा हाइट हत ल यो झरनाको पानी खानु पर्यो पानी हैट आम्मामामा हैट डेन्जर रहेछ यो ठाउँ त यार है केही छैन सर्लक्कै पानी आसे माथिबाट पानी खसिरहेछ है पानी झरेछ पानी खाएँ ल समाउ ल म ल खान्छु पानी पानी यस्तो छ यस्तो यहाँदेखि पानी झरेछ यहाँ चाहिँ दाइले पानी खाँदै हुनुहुन्छ हो चिसो पनि ढुङ्गाको क्याप यस्तो छ पानी कस्तो छ दामी छ डप्पा मिठो छ हो र ल बबल छ बबल ल एकदम बतासामा आइसक्यो है हामी है यो बतासा बजार गाउँले किराना पसलहरू खाजा गरे अरे यहाँ चाहिँ माछा छ है माछा गाई हेर्नु माछा यो माछा सुक्खा छ यहाँ सुकुटी बनाएको छ यो अहिले भोट्ने है नस्तामाले ल गाइज बतासामा आइसक्यौँ हामी अब यहाँ दिदीले पावर पठाउनु भएको छ पावर चाहिँ के छ भाइ ल के हो यो तिमीलाई के दुईटा हँ तिमीले पठाऊ खोला न खोला यो हेर मासु छ मासु छ मासु ल दिदीले पावर पठाउनु भएको छ यहाँ चाहिँ गाउँतिरको यो अर्ग्यानिक होइन अर्ग्यानिक के हो मासु मासु त खसी मासु है गाइज ल खसी मासु यो ठिक छ नि होइन अब खानुपर्छ दाजु ल खाऊ न खाऊ खाऊ के खाऊ ल एउटा चाहिँ ल दामी छ टेस्टी धेरै टेस्टी खतरा दामी छ एकदम दामी है ल माछा तयार भइसक्यो है गाइस माछा आइसक्यो माछा खानुपर्छ है के छ भाइ माछा खाने हो नि माछा खाने हो अड्किन भने यो माछा खाने होइन ल